हेलो गाइस, इट्स मिस स्मिरा। हजुरलाई स्मिराको ब्लगमा स्वागत छ। गुड मर्निङ एभ्रिवान। अहिले चाहिँ मर्निङको 9:30 भएको छ र मैले भिडियो स्टार्ट गरिसकेँ। बट साथमा यो सर्ट 3 मिनटको टाइममा म दिनभरिको क्याप्चर गर्न सकेँ भने यसमै क्याप्चर गर्छु, सकिनँ भने अर्को एक्स्ट्रा भिडियो पनि बनाएर म हाल्छु। ओके गाइस, अब मेरो धेरै काम छ है। यो भाँडा सनक्क पारेर यो बाटामा सरक्क राख्नु छ र हिजोको तरकारी पनि खनाउनु छ, अलिअलि सफाइ सुग्घर पनि गर्नु छ र चिया बनाउनु छ। काम छ अलिअलि, त्यो काम हामी यहाँ हेर्दै काम गर्नेछौँ। लाइक तपाईँले हेर्नुहुन्छ, म काम गर्छु। ओके गाइस, स्टार्ट। चम्काउने भाँडा मस्काउने। फाइनली मैले भाँडा माझेर सकेँ। म अब बनाउँदैछु चिया। सो मैले चिया कसरी बनाउँछु हेरौँ। सो मैले बाबाको लागि चिया बनाउँदाखेरि चाहिँ जहिले पनि हामीले चियापत्ती र दुध मात्रै हालेर चिया बनाउँछौँ, किनभने बाबाले चिनी खानुहुन्न, सुगर छ। त्यसैले चिया बनाउने तरिका मसँग सिक्नुहोस् गाइस। सिम्पल चिया पनि कस्तो मिठो दामी बनाइदिन्छु म। ओके, सो अब म खनाउँछु। बाबाको चिया बनिसकेको छ र यहाँनिर मैले हैन बहिनीको चिया बनाउँदैछु। मलाई चाहिँ एकदम सजिलो हुन्छ, किनभने बहिनीले मेरो हरेक 80% काम बहिनीले नै मेरो गरिदिएर हुन्छ हैन। सो अहिले चाहिँ ऊ अलिकति बाहिर सरेको भएर आज 4 डेज हो अनि 5 डेजमा मात्र छिरिन्छ नि त। सो त्यही भएर चाहिँ अब भोलिबाट चाहिँ अलिकति सुख हुन्छ। जापेती घरको काम गर्नु पनि के सुख दुःख भन्नु हैन। ओके, ल बाबालाई चाहिँ पहिला चिया दिउँ, त्यसपछि चाहिँ अगाडि बढौँला। सो यहाँ बाबालाई चाहिँ हामीले डेरी दिँदैन, कहिलेकाहीँ चाहिँ बाबाले समोसा मन पराउनुहुन्छ र आज बाबालाई एउटा समोसा र चिया छ। बाबा लाउनु चिया, ल खाइहाल्नु है। चिया अलमोस्ट रेडी भइसकेको छ। ओके, अब हामी खनाउँछौँ। ओके गाइस, अब यो चिया एउटा समोसा पनि, चिया र समोसा राख्ने स्टाइल जाम। चिया। अब मेरो अर्को काम बाँकी छ, तरकारी थानको लगाउने। मैले भनेको थिएँ नि क्याप्चर गर्न भ्याउँदिनँ भनेर। अब अर्को भिडियो हेर्नु ल।